हामीले हातमा पूर्जा समात्छौँ भन्ने बेला दिन आज डोजर लगाएर हामी गरिबको छातीमा लात्तीले हानेको छ। आज हाम्रा बालबच्चाहरू बाटामा मरेका छन्। आज बुढाबुढी खान नपाएर मरेका छन्। आज गरिबको झन् ठुलो गति भएको छ। आज हामीले दाङमा अत्यन्तै यो दुःखको बेलामा हामीले कार्यक्रम गरेका छौँ। सम्पूर्ण बस्तीहरूमा सुकुम्बासी, मोही, गुठी सबै बस्तीहरूमा आज प्रशासनले चिठी पठाएको छ। 21 दिनभित्रमा खाली गर भनेर पठाएको छ। म सम्पूर्णलाई के भन्न चाहन्छु भने हामीले वर्षौं वर्ष हामीले पार्टीलाई जिताएर पठाएका छौँ। आज हामीले अहिलेसम्म पनि हामीले आफ्नो अधिकार पाउन सकेका छैनौँ। यो भूमि आन्दोलनमा राजनीति होइन, स्वतन्त्र रूपले राजनीति आफ्नो ठाउँमा राखेर नेता आफ्नो ठाउँमा बन्नुहोस्, तर यो भित्र नेता नबनेर गरिबको घरबास चुकाउनको लागि तपाईँ हामी एकजुट हुनेछौँ भन्ने तपाईँहरू बिचमा राख्न चाहन्छु। आज तपाईँ हामीलाई जहाँनिर डोजर लाग्छ त्यहाँनिर गएर हामी छाती थाप्न तयार छौँ। हिजो कार्यक्रमको आयोजना गर्दा केही साथीहरूलाई हामीले भनेका थियौँ, केही साथीहरू जबरजस्ती बोलेर जानुभएको छ। हामीले भनेका थियौँ भूमिहीन सुकुम्बासी, मोही, गुठी, मुक्त कमिया सबै एकजुट भएर आउँ र हामीले आन्दोलन गरौँ भन्दा तपाईँहरूसँग हाम्रो प्रतिबद्धता जाहेर छैन भन्ने साथीहरूलाई अहिले मायाक चाहिएको छ। अहिले बोलिरहन परेको छ। हिजो घन्टीले पनि यही गरेको थियो। जनता कहाँ आउँदा हिजो घन्टीले पनि के भनेको थियो भने रासोपाले भूमिहीन सुकुम्बासीको मुद्दालाई अगाडि बनाएर लिएको। आज त्यही गएर सरकारमा सबभन्दा अगाडि भूमिहीन सुकुम्बासीको छातीमा लात्तीले हानेको छ। त्यस कारणले गर्दा तपाईँहरू नडराउनुहोस्, हामी छौँ। जहाँनिर तपाईँहरूलाई समस्या पर्छ हामी छौँ। र हामीले के भन्न चाहन्छौँ भने एक ठाउँ समस्या पर्यो भने अर्को ठाउँका मान्छेहरू आएर घरबास हामीले जोगाइदिनेछौँ। र म यति भन्दै भरममा नपर्नुहोस्। चुनावमा भोट माग्न आएको होइन, म चुनावमा भोट माग्न आएको होइन, तपाईँहरूको घरबास जोगाउन आएका हामी। 25 वर्ष भयो हामीले यो आन्दोलन गरेर ल्याएको। आज जागेर भूमि अधिकारको नाममा राजनीति गर्न चाहेका छैनौँ। यदि पार्टीका कोही आएर राजनीति गर्नुहुन्छ भने खबरदार तपाईँको राजनीति आफ्नो ठाउँमा राख्नुहोस्। यतिखेर भूमिहीन सुकुम्बासी, मोही, गुठीको घरबास जोगाइदिनुहोस् भनेर तपाईँहरूलाई मैले अनुरोध गर्दै यो घाममा आज मोल पाउने अवस्था छैन। बजारमा केरा भेटिँदैन, बजारमा हरेक चिज महँगेको छ, तर हामी मजदुरको कामको ज्याला अहिलेसम्म महँगेको छैन। आन्दोलन गर्नुहुन्छ कसले गर्यो? गरिबको आन्दोलन 25 वर्ष भयो हामीले यो ठाउँमा बस्ती बसालेको। जहाँ जहाँ अहिले हामी भेट्यौँ त्यहाँ त्यहाँ बस्ती बसालेका हौँ। आज आएर भूमि आन्दोलन गरेका होइनौँ। हिजो बस्ती बसाल्यौँ, अहिले हामीले पूर्जा देल भनेर हामीले आन्दोलन गरेका छौँ। राजनीतिको लागि होइन। यदि तपाईँ बिचमा मैले राजनीति गर्छु, कुनै राजनीति गरेर चुनावमा भोट माग्छु भने मलाई कारबाही गर्नुहोस्, म कारबाहीसँग तयार छु। तर पनि भूमिहीन सुकुम्बासीले आफ्नो अधिकार पाउन पर्छ। मेरो शरीरमा 2 थोक्रा रत हुनेसम्म म तपाईँहरूप्रति जहाँ दुःख अप्ठ्यारो पर्छ त्यहाँनिर मेरो छाती थाप्न म तयार छु भन्दै तपाईँहरूसँग मेरो प्रतिबद्धता जाहेर छ। तपाईँ जहाँ हुनुहुन्छ म त्यही छु। यो आन्दोलन आजदेखि होइन, 25 वर्ष भयो हामीले गरेको। आधा पुरुष आधा नारी हामीलाई झुक्काउन पाइँदैन। झुटो सरकार चाहिँदैन, डोजर लाउन पाइँदैन। गरिबको भोट फिर्ता दे, गरिबको